नमस्कार साथीहरू, टिच च्यानलमा तपाईलाई स्वागत छ। आज हामी ब्यालेन्स सिट जो चाहिँ कक्षा 12 11 लाई पनि उपयोगी हुनेछ। ब्यालेन्स सिट चाहिँ हामीले कसरी चाहिँ सजिलो तरिकाले सम्झिने भन्ने कुरा चाहिँ हामी बुझ्नेछौँ, जसमा मैले चाहिँ यो ट्रिकहरू बनाएको छु सर्टकट लेटरद्वारा। यहाँ हेर्न सक्नुहुन्छ ब्यालेन्स सिट रहेको छ। हाम्रो ब्यालेन्स सिटमा लायबिलिटिज र एसेट हुन्छ जो तपाईलाई थाहा छ हैन। अनि अब चाहिँ हामी लायबिलिटी साइडतिर हेरौँ कसरी बुझ्ने भन्दाखेरि हामीसँग 5 वटा आइटमहरू छन्। इक्विटी छ, अनि रिजर्भ एन्ड सरप्लस छ, अनि त्यसैगरी सेक्युरेट एन्ड अनसेक्युरेट लोन छ, करेन्ट लायबिलिटी छ, त्यसैगरी प्रोभिजन छ, ट्याक्स हेरेर हैन। अनि यसमा चाहिँ हाम्रो सुरुमा नम्बर 1 मा छ इक्विटी छ। इक्विटीमा चाहिँ एसपी भनेर सम्झिने हैन। एसपी भनेको सेयर क्यापिटल र प्रिपेड स्टक भन्ने हैन। यसलाई सरस्वती बुझ्दाखेरि एसपी स्टार एसटीएआर भनेर सम्झिने है। त्यो स्टारको लागि चाहिँ स्टार। अनि त्यसैगरी यसलाई 3 नम्बरमा चाहिँ हामीले यो याद गर्नुपर्ने हुन्छ हैन, सेक्युरिटी एन्ड अनसेक्युरिट लोन भनेर। अनि त्यसैगरी यो चाहिँ डबल ए डबल बी करेन्ट लायबिलिटिजमा। अनि सिडी हैन, एएबीबी सिडी अनि पीडी भनेर सम्झिने है त। पीडी भनेको पर डे। एसपी स्टार हैन। अनि त्यसैगरी एबीसीडी, यसलाई एबीसीडी भनेर पढ्ने, लेख्दाखेरि चाहिँ हामीले सम्झिने कि 2 वटा एए र 2 वटा बीबी, जसमा चाहिँ हामी सरस्वती हेरौँ। इक्विटीमा छ एस भनेको सेयर क्यापिटल भयो, पी भनेको प्रिपेड स्टक भयो। अनि त्यसैगरी 2 नम्बरमा छ रिजर्भ एन्ड सरप्लस। यसमा चाहिँ हाम्रो एस भनेको सेयर प्रिमियम, अनि त्यसैगरी ट्रान्सफर टु जनरल रिजर्भ। त्यसैगरी ए भनेको एप्रिसिएसन हैन, एप्रिसिएसनको सरप्लस हुन्छ नि, त्यसलाई चाहिँ राख्ने हैन। अनि आर भनेको चाहिँ रिजर्भ फन्ड हुन्छ। अनि त्यसैगरी 3 नम्बरमा छ तपाईको सेक्युरेट एन्ड अनसेक्युरेट लोन छ। यसमा लोन र डिबेन्चरको कुराहरू आउँछन् है त। अर्को रहेको छ 4 नम्बरमा तपाईको करेन्ट लायबिलिटी छ, एबीसीडी भनेर सम्झिने, जसमा हामीले चाहिँ एबीसीडी भनेर सम्झिने। एबीसीडी भन्दाखेरि डबल वटा चाहिँ ए सम्झिने, जस्तै अकाउन्ट पेबल, अनि एडभान्स इन्कम, अनि त्यसैगरी बिल्स पेबल, ब्याङ्क ड्राफ्ट हैन। अनि त्यसैगरी सी भनेको क्रेडिटर्स भइहाल्यो। अनि डीबाट चाहिँ हामीले ड्यू, आउटस्ट्यान्डिङ, पेबल, अनपेड भनेर चाहिँ हामीले यसरी सम्झिने है त। अनि त्यसैगरी 5 नम्बरमा छ प्रोभिजन छ। प्रोभिजनमा चाहिँ हामीले ट्याक्सका कुराहरू सम्झिने। पी भनेको प्रोभिजन फर ट्याक्स भयो। अनि त्यसैगरी डी भनेको चाहिँ पर्पस डिभिडेन्ड भनेर सम्झिने है त। अनि त्यसैगरी हामी यता जाउँ, एसेटमा जाउँ। एसेटमा चाहिँ तपाईको सुरुमा हाम्रो के हुन्छ, फिक्स एसेट हुन्छ हैन। फिक्स एसेट भइसकेपछि फिक्स एसेटमा तपाईको के भनेको छ भने एफएम ले, एलईले फेसबुकै भाषा जस्तै हैन, एफएम ले जीपीटी एबीसीडी भनेर चाहिँ सम्झिने है। यो इन्भेस्टरलाई पनि हामीले सम्झिनु पर्यो। अनि हामीले बुझ्ने भनेको एफएमले जीपीटी एबीसीडी भनेर सम्झिने। यहाँ एबीसीडी भन्दाखेरि करेन्ट लायबिलिटिजमा हाम्रो 2 वटा ए र 2 वटा बी, अनि सी आउँछन्, डी मात्र एउटा हुन्छ, जसबाट हामी सरस्वती हेरौँ। एफ भनेको फर्निचर भयो, एम भनेको मेसिनरी भयो, त्यसैगरी एल भनेको चाहिँ ल्यान्ड एन्ड बिल्डिङ भनेर सम्झिने हैन। अनि ई भनेको इक्विपमेन्ट, त्यसैगरी जी भनेको गुडविल भयो, पी भनेको पेटेन्ट राइट, टी भनेको ट्रेडमार्क। अनि त्यसैगरी नम्बर 2 मा छ इन्भेस्टमेन्ट हैन। इन्भेस्टमेन्टलाई चाहिँ अब हामीले याद गर्नु परिहाल्यो। अनि त्यसपछि 3 नम्बरमा रहेको छ करेन्ट एसेट एन्ड एडभान्स भनेर सम्झिने, जसमा चाहिँ एबीसीडी भनेर सम्झिने। एबीसीडी सम्झिँदाखेरि चाहिँ हामीले डबल ए डबल बी डबल सी र डी मात्र सिंगल छ भनेर सम्झिने। र हेर्नुहोस् अकाउन्ट रिसिएबल के अरे एडभान्स एक्सपेन्स
एक्सेस होइन, प्रिपेड, अनि त्यसै गरी ब्याङ्क ब्यालेन्स, अनि बिल्स रिसिभेबल, क्यास, क्लोजिङ स्टक, त्यसै गरी डेप्टर्स है त। यसरी सम्झ्यो भने चाहिँ हामी सजिलै ब्यालेन्स सिट बुझ्न सक्छौँ है त। साथीहरू, तपाईँहरूले कति बुझ्नुभयो यो सर्ट स्क्रिनसट लिनु होला, त्यसै गरी तपाईँले नोट पनि गर्नु होला, तपाईँलाई सहज हुनेछ है त। यस्तै यस्तै भिडियोहरू म तपाईँहरूलाई उपलब्ध गराउने छु। र अब सँगै कक्षा 12को इक्जाम पनि आउँदैछ। कक्षा 12का साथीहरूलाई बेस्ट अफ लक पनि भन्न चाहन्छु होइन। अब 2 दिन मात्र बाँकी छ, त्यसकारण अन्तिममा यस्तै भिडियो हेर्नको लागि चाहिँ हामीसँग जोडिनु होला र टिच च्यानललाई सब्सक्राइब गरेर राख्नु होला, ताकि भिडियो अपलोड गर्ने बित्तिकै तपाईँलाई नोटिफिकेसन पाउनुहुनेछ। ओके, बाई।